यो ठ्याक्कै अहिले म भन्नुपर्दा कति बज्यो ठ्याक्कै साँझतिर छु अहिले। यो चाहिँ एउटा केरङ बजारमा आइपुगेको छ। अलि जाडो छ, निकै रमाइलो ठाउँ हो कि। विकास भनेको यस्तो हुनु रहेछ कि हाम्रो देशमा त यो हेरेर त एउटा छेउडुपै फा जस्तो लाग्दैन मलाई। अनि यहाँ यति धेरै विकास भएको छ, यति धेरै फुलहरू बाटैमा यसरी सजाएर राखेको छ यहाँतिर है, यस्तो बनाएर राखेको छ हामीले देखिरहेछौँ होइन। कति धेरै रमाइलो ठाउँहरू भइरहेको छ यहाँतिर। विकास भनेको यस्तो हुनुपर्छ। यो हेरेर त हाम्रो देशमा त केही छैन। अहिले यहाँ पनि भर्खरै पसल राख्नलाई होला सायद राख्दै हुनुहुन्छ। धेरै रमाइलो छ। झिलिमिली你们先回去吧。